लाइफ स्टोरी भाग 3। आजको भागमा छोरा जन्मिसकेपछि बाबुआमाको सङ्घर्ष। मन त घरमै छ, बच्चा सम्झेर काम गर्न गाह्रो हुन्छ। छिटो जाउँ, बच्चा एक्लै छ घरमा। हे भगवान, मेरो बाबु कति। मलाई यस्तो दुःख लाग्छ, हाम्रो बच्चालाई केही दिन सक्दिनु। सक्दैनौ। अबदेखि मेरो बाबुलाई कहिल्यै एक्लै छोड्दिन। हेर्दिने मान्छे पनि कोही छैन, के गर्ने होला। काम नगरी खान पनि छैन। जानु हजुर, भैँसीलाई पराल हालिदिएर आउनु है, म खाना बनाउँछु अनि सँगै खाउँला। अरे आमा चाँडै खाना पकाइ। बच्चा सुतिस् त? ल, ढिला भइसक्यो, अब सुतौँ। यस्तै दुःख सुख गर्दै उहाँहरूको जीवन चलिरहेको थियो। त्यसै बिचमा उहाँहरूले 2 वर्ष बिताउनु घर भयो। पुग्नै लाग्यो। 2 वर्षमा केटाकेटीहरूलाई भोक लाग्यो होला। सन्तानको रूपमा छोरा जन्मियो। त्यो छोरा जन्मिसकेपछि आमा बुवा हर्ष उल्लास खुसीले उमङ्ग हुनुभयो। म र 2 भाइ छोराहरू भए, राम लक्ष्मण जस्ता। अब त यिनीहरूको मुख हेरेर बस्ने हो। आफू अनपढ भएको कारणले यिनीहरूलाई त जति दुःख गरेर भए पनि हामीले पढाउने हो भनेर कुनै कसर राख्नु भएन। जे गर्नुपर्ने हो सबै पुर्याइदिनु भयो र समय बित्दै गयो र अर्को 2 वर्षपछि बहिनीको जन्म भयो।